आज चाहिँ 2082 सालको माता तीर्थ औँसी वैशाख 13 गते परेको छ। सो म चाहिँ मेरो आमालाई हेर्नु आएको छु, उहाँलाई मनपर्ने खानेकुराहरू लिएर है। अनि मेरो दाजु यता हुनुहुन्छ, उहाँ पनि प्रेसरले खस्नुभएको है। उहाँ मेरो आमा पनि प्रेसरले खस्नुभएको। सो उहाँहरूलाई मनपर्ने खानाहरू यहाँ ल्याइदिएको छु, सबै पकाएर है। रक्सी पनि छ, जाँड पनि छ, पानी पनि छ। आमालाई मनपर्ने खानाहरू सबै। अनि मेरो दाई भने दाईलाई पनि मनपर्ने यो जाँड, रक्सी, तितेपातीहरू होइन। अनि दाईले चाहिँ सिगरेट पनि खानुहुन्छ, सो सिगरेट, यिनीहरू दहीहरू भयो होइन। प्यारो माताश्री हुनुहुन्छ होइन। अनि दियो चिलाउने बिर्सेँ, सो मैले पत्तामा राखेर यो बाल्न लागेको। यता चाहिँ मेरो दाई, उहाँलाई पनि खानेकुरा राखिदिएको छु होइन। यो अब त्यही त दियो नभएर पत्तामा बालिदिएको छु। मेरो दाईलाई मनपर्ने सबै खानेकुरा, जाँड, रक्सी सबै राखिदिएको, सबै खानु है। लेफ्ट साइडमा मेरो दाईको है, यता राइट साइडमा चाहिँ मेरो आमाको है। अहिले चाहिँ आज चाहिँ अब यस्तै उस्तै भइहाल्यो होइन। सम्पूर्ण माताहरूलाई चाहिँ मेरो तर्फबाट एकदम धेरै ह्याप्पी